हरि ओम मंगलम भगवान विष्णु मंगलम गरुड़ध्वज मंगलम पुंडरीकाक्ष मंगलाय तनोहरि। यहाँहरु सबैलाई दीपावली पर्वको लक्ष्मी पूजा पर्वको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। हाम्रा यी चाड पर्वहरू प्रकृतिमय छन्। हामीले काग, कुकुर, गाही, गोरु सँगसँगै भाइ पनि पूजा गर्दछौँ। हाम्रो यो प्रकृतिसँग रम्ने र प्रकृतिलाई आदर गर्ने र आफू पनि त्यसैमा रम्ने जुन खालका हाम्रा साधना शास्त्रहरू र हाम्रा चाडपर्वहरू बनेका छन्, यी सबै अत्यन्त अनुकरणीय छन्। यिनै पर्वहरूले हाम्रो घरमा, हाम्रो मनमा उत्साह जगाउन् र उज्यालो जसरी दीपले अन्धकारलाई भगाउँछ, त्यसरी हाम्रो पनि अज्ञानलाई भगाएर प्रकाशमय जीवन बनोस् भन्ने नै शुभ भावना राख्दै आज देशमा पनि एक प्रकारको राजनीतिको कालो बादल मडारिएको छ। त्यो कालो बादल पनि यो शरदकालीन जसरी हिलो मैलो धुलो सबै हटेर शरद स्वच्छ शरद ऋतु भए जस्तै हाम्रो बीचमा पनि भएका राजनीतिका जति पनि काला कर्तुतहरू उजागर भएर सफा भएर सबैलाई समेट्ने गरी, साँच्चै राष्ट्रले निकास पाउने गरी, सबैले अपनत्व फेल गर्ने गरी सह अस्तित्वको सिद्धान्तको आधारमा हाम्रो राजनीति बन्न सकोस् र सबैलाई एउटा समुन्नत नेपाल को भावना जागृत बनोस् भन्ने यिनै शुभ भावना राख्दै कोही पनि आगामी दिनमा कुनै पनि शक्तिहरूलाई निषेध नगरिकन सबैलाई समन्वयात्मक ढङ्गले अगाडि लिएर गएर मुलुकलाई साँच्चै दिगो र स्थायी शान्ति र विकासको बाटोमा अग्रसर हुन सकोस् भन्ने यिनै शुभ भावना राख्दै यहाँहरु सबैलाई पुनः यो तिहार पर्वको उपलक्ष्यमा हार्दिक शुभकामना व्यक्त गर्दछु। सर्वे भवन्तु सुखिनः, सर्वे सन्तु निरामया, सर्वे भद्राणि पश्यन्तु, मा कश्चित् दुःखभाग् भवेत्। ओम शान्तिः शान्तिः शान्तिः। हरि ओम।